ना कौन बुआरी काट कर दे छोटको छ त न छोटका मजे न त कौन आमचो कीड़ा तीरा त नहीं लागल छ कीड़ा आर नहीं लागल कीड़ा कजिला लाग्छ मालदा हुन्छ सब गरीको त यता लोकल रक्सी प्लस माछा फ्राई चल्दैछ यता पनि अन्डा फ्राई माछा फ्राई के फ्राई हो यता पनि त्यही छ यता पनि त्यही छ यता पनि त्यही छ जता माछा पनि रहेछ 5000 के जे कंप्यूटर के 5-6000 हो केना दैछ बुआरी तुआरी हो बुआरी 800 हाँ बुआरी 800 तू काट भयो त ना कौन किलो एकेटा हो असगरी सिंगल आदमी खाइ वाला थियो त क्या टाले जिन्दा कोन छ कति होला आधा किलो होला क्या टका काट दाम तो केरा प्याक वगैरह बन मार देखिए भीतर में ताजा है कि नहीं काटा सालो बढ़िया बन छ माथि और बिगड़ के ना थी पहले माछ नहीं दे त बुआरी 800 बात बाकी सब 500 बुआरी कटा दे 2-3 जन मिल के केर बढ़िया है ले ली ना बिगड़ को सारा अरे 11 टका पूरे कुछो कम ना सब काम ताम काट दियो भित्रो में रहेछ कुछो गालताल निकाल दो गालताल कुछ 11 धन्दा 11 देखियो हमर कहाँ भेल 1 किलो 600 ग्राम 650 ना ई वाला कटे त तन जुया छ तो घुरा दे रे ए पुरनो गाई होला हो भैया कते बेला बुआरी को 500 माछा ल्याइयो धोइयो है यसलाई हल्का चाहिँ कागजतिर बेसार हालेर फ्रिजमा चाहिँ 2-3 घन्टाको लागि राखिदिनु पर्यो किन अहिले पकाउन गाह्रो छ काममा फर्किनु पर्यो है एकैछिन मैले ड्युटी अफ गरेर हटिया गएको थिएँ माछा किन्नलाई अब यो माछालाई चाहिँ हल्का म्यारिनेसन गरेर टक्क नुन चाहिँ हाल्दिनँ नुन हाल्यो भने पानी धेरै छोड्छ यसले अहिले बेसार प्लस कागती हालेर यसलाई चाहिँ फ्रिजभित्र हालिदिन्छु त्यसपछि साँझ आएर पकाउने बेलाको रेसिपी चाहिँ म देखाउँछु है त अघि नै म्यारिनेट गरिदिएको थिएँ है यसमा नुन मात्रै हालेको थिइनँ बाँकी मसलाहरू हालेर टक्क फ्रिजमा राखेर गएको थिएँ चिसो छ पुरै नुन पहिले नै अलिकति बाहिर निकालिसकेँ किनभने हाम्रो यतातिर सब शाकाहारी मात्रै छन् माछा खाने भनेको हामी 1-2 जना मात्रै छन् ले सान्नु पर्यो हात राम्ररी सफा गरिसकेको छु मैले ओह माय गॉड लास्टै चिसो रहेछ है तर फ्रेसनेस चाहिँ छ माछामा त्यही भएर फ्रिजमा राख्नु जरुरी छ काटेको माछालाई मैले यसलाई म्यारिनेट गर्नलाई हल्का बेसार अनि त्यसपछि चाहिँ फिस मसला छ हामीले आफै घरमा बनाएको तेलमा पनि यस्तरी धुवा फालिसक्यो यो धुवा फाल्नु भनेको तेल तातिसक्नु हो ल हेर्न सक्नुहुन्छ माछा फ्राई अलमोस्ट रेडी मैले करी पत्ता पनि ल्याइसकेको छु है लास्ट दुईटा टाउको बाँकी थियो टाउको त एउटै थियो तर 2-3 टकरले काट्छ के अब त्यही तेलमा चाहिँ मैले हाल्ने करीको पत्ता यो मसला है मसलामा मैले प्याज टमाटर बेसार अनि फिस मसला मिक्स गरिदिएको छु ग्राइन्ड गरेर टमाटर पनि छ
मसलालाई चाहिँ मजाले फ्राई गरौँ। पनि राख्नु पऱ्यो किनभने मसला नुन हालेको छैन। अघि फ्राई गर्दाखेरि मात्रै हल्का नुन हालेको थिएँ, त्यसले त यो मसलालाई पुग्दैन है, किनभने यसलाई ग्रेभी गराउने हो। चाहिँ पुदिना चाहिँ एकदम कस्तो मजाले पलाएको छ। र यहाँबाट चाहिँ यो पलाएको पुदिनालाई चाहिँ हल्का रोजमेरी पनि छ, त्यो पनि हाल्न त हुन्थ्यो, तर होस् अहिले किन सुतिसकेको रोजमेरीलाई जगाएर लानु। ल गाइस पुदिनाको पत्ता लियौँ फ्लेभर है त। ल लगभग मसला फ्राई भइसकेको छ है, हेर्दा कलर चेन्ज भइसकेको छ मसलाको। अब यसमा यस्तो झोल हालिदिने हो। फेरि बुक छोएको छ माछा होइन, माछा अब पाकेपछि बुक छोएपछि माछा छोड्नु हुँदैन। गाइस हाम्रो सुप उम्लिँदैछ माछाको है। अब यसमा माछा हालिदिउँ। मजाले उम्लिरहेछ है, बेसार पनि साइड लागिसकेको रहेछ मसलामा। अब पनि यसमा हालियो। अब एकछिन अझै यसलाई बोइल हुन दिनु पऱ्यो मस्त। हल्का पानी चाहिँ कम हुन्छ है, माछाले पानी सोच्छ अलिकति, अनि माछा पनि नरम हुन्छ है। अहिले हार्ड फ्राई गरेको थिएँ, अब यो चाहिँ नरम हुन्छ यसको रस खाएर। ल गाइस माछा पनि रेडी भयो है। हेर्नुहोस् के मस्त बनिरहेछ, ब्लुक ब्लुक उफ्रिरहेछ माछा, सेन्ट मजाको आइरहेछ। अब मैले ग्यास गरिदिएँ अफ। त्यसपछि यसलाई एकछिन छोपेर राख्ने, झोल अलिकति सेटल हुन दिने 10-15 मिनट, अनि त्यसपछि चाहिँ लगाइ चाहिँ हेर्नुहोस् माछा रेडी भइसकेको छ। मैले आफ्नो छोरोलाई माछा र भात दिइसकेको छु। कस्तो लाग्यो प्रशान्त माछा? टेस्टी छ, यम्मी छ हो। ल थम्स अप देखाइदियो त, यम्मी छ भने। ल यसले थम्स अप देखाइदियो गाइज है।